दर्शकवृन्द नमस्कार। दर्शकवृन्द भारतदेखि मानिस हराउने सूचना कुनै नौलो त होइन, तैपनि पिर पर्नेलाई थाहा हुन्छ भने चाहिँ भारतको पुनादेखि एकजना व्यक्ति भारतको पुनाको होडपदेखि 7 वर्ष अघिदेखि सम्पर्कविहीन भएका छन्, बेपत्ता भएका छन्। तर चाहिँ उहाँको आफन्तले धेरै खोजी गर्दा सम्पर्कमा नआइसकेपछि उहाँको आफन्त र गाउँका मानिसहरू यतिखेर हाम्रो सम्पर्कमा आउनु भएको छ, खोज्नको लागि सहयोग गरिदिनु भनेर। आउनुहोस् उहाँसँग हामी कुराकानी बुझ्नेछौँ र कहिलेदेखि सम्पर्क हुनुभएको र सबै कुराहरू तपाईँले भिडियो मार्फत जानकारी दिनेछौँ। सर हामीसँग प्रत्यक्ष लाइनमा हुनुहुन्छ। सर स्वागत छ तपाईँलाई। हजुर सर नमस्ते, मेरो नाम यज्ञराज भट्ट हो सर। म अहिले हाल जम्मू कश्मीरबाट छु। तपाईँको नाम? मेरो नाम यज्ञराज भट्ट हो सर। म अहिले हाल जम्मू कश्मीरमा छु। हजुर। तर मेरो आफन्त मान्छे एउटा गाउँले मान्छे हो, मेरो साथीभाइ हो एउटा। होइन त धेरै मान्छे पीडामा छ। 7 वर्षदेखि पुनाको होटल भन्ने ठाउँबाट मान्छे अल्पत्र अवस्थामा छ। कहाँ छ के छ थाहै छैन। उसको साना साना 2टा नानी बाबुहरू छन्, फ्यामिली छ। धेरै मान्छे उहाँ पीडितमा हुनुहुन्छ। यदि कहीँ कतै भेटाउनु भयो भने हामीलाई सम्पर्क गर्नु होला, हामी अनुरोध गर्न चाहन्छु हजुरसँग। होइन अब एउटा पुलिसको मामला छ। उहाँ चाहिँ भारतको पुनाको हडपदेखि चाहिँ सम्पर्कविहीन हुनुभएको 7 वर्ष भयो है? 7 वर्ष भइसक्यो सर, 7 वर्ष। यतिसम्म खोजी कार्य हुँदा पनि सम्पर्क बनाइसकेपछि तपाईँ मिडियादेखि के हुन्छ कि भन्ने आशले चाहिँ खोजी दिन आउनु भएको छ। उहाँको बिहा भइसकेको है? बच्चा कतिवटा छन् भन्नुभयो? 2टा है? बिहा भयो सर, 2टा छोरा छन् सर उसका। एउटा फ्यामिली छ, 2टा छोरा छन् सर उसका। उहाँको नाम भन्दैछ सर एकचोटि? हराएको मान्छेको मानसिंह भुल छ होइन? मानसिंह भुल भन्नुभयो है? हजुर, मानसिंह भुल, जिल्ला डडेलधुरा, नवदुर्गा गाउँपालिका, वार्ड नम्बर 2 बेडपानी छ। ए उहाँको नेपाल घर चाहिँ डडेलधुरा जिल्ला नवदुर्गा गाउँपालिका वडा नम्बर 2 बेडपानी है? बेडपानी छ हजुर। ए तपाईँ चाहिँ उहाँको एउटा गाउँलेको हिसाबले आफन्तै मान्छे हो, गाउँले मान्छे हो, साथी हो हामी, गाउँले मान्छे हो। ठिक छ। नातामा चाहिँ म उसको अङ्कल पर्छु। ए ठिक छ, गाउँघरको साथीभाइ भएर पनि तपाईँले यति सहयोग गराउनु भएको छ। ठिक छ दर्शक पनि तपाईँहरूलाई हामी चाहिँ उहाँ जुन भारतको पुनादेखि सम्पर्कविहीन भएको व्यक्ति जुन उहाँ हुनुहुन्छ, उहाँको फोटो चाहिँ हामी स्क्रिनको पछाडि राखिदिनेछौँ। यदि तपाईँले कहीँ कतै पुनामा या कुनै पनि ठाउँमा भारतको जुनसुकै ठाउँमा भए पनि तपाईँले देख्नुभयो भने राखिएको नम्बर, उहाँको आफन्तको नम्बर र हाम्रो मिडियाको नम्बर चाहिँ स्क्रिनमा राखिदिनेछौँ र सम्पर्कविहीन भएका व्यक्तिको फोटो पनि हामी स्क्रिनको पछाडि राखिदिन्छौँ। जसले पनि देख्नुभयो भने, भेट्नुभयो भने सम्पर्क गरिदिनु होला। राखिएको नम्बरमा फोन गर्न हामी आग्रह गर्छौँ र भिडियोलाई धेरैभन्दा धेरै सेयर पनि गरिदिनु होला। अनि सर उहाँले यदि यो भिडियो हेऱ्यो भने चाहिँ कहीँ कतै हुनुहुन्छ भने चाहिँ के भन्न चाहनुहुन्छ तपाईँ? सर म उहाँलाई, उनीहरूले देख्ने मान्छेलाई म एउटा आफ्नो साउथ साइडबाट उहाँलाई म एउटा